माथि डाँडा टन्के डाँडै बाहा केल्ले बनै जाँक्री उहै नानी आफ्नो आफै खेला त्यसलाई अब फेरि लो गुरु तपाईँ राम्रो रहेछ लु अब के हो बिमारी कस्तो उपचार गर्ने अब यस्तो आफै आफैलाई खेलाउनुपर्छ फेरि गुरुबा तपाईँ राम्रो रहेछ अब के कसो छ चाहिने बिमारहरू दायाँ बायाँ बिरामहरू के कसो छ भनिदिनुपर्छ है गुरुबा हेर नानी यहाँ धेरै निही बिरा निही अरू आएको चढाइ नानी देवी देउता भूत प्रेत मसान डङ्की निको बिरा मिही धेरै चढाइ नानी म त सत्य बोली आउने बने जाँक्री भन्ने मै हो हेर्दै नानी लै सत्य सत्य दुधको दुध पानीको पानी राम्रो एकबार उठेर लाठी लिएर कसै लाठी झाँक्रीले चलाउँछ त्यसरी चलाइदिने कुन कुन बिमारी हो ठट्ट उठेर तिम्रो देखाने शक्तिशाली हुनुपर्छ लडाइँ झाँक्रीको चेलाहरू शक्तिशाली हुनुपर्छ राम्रो काम गर्ने हो नराम्रो काम गर्ने होइन धर्मको लागि लाठीले उठेर टक्कै दिने यहाँनिर आफै उठेर यो बिमारी हो यस्तो किसिमको बिमारी हो यो यस्तो किसिमको बिमारी यस्तो किसिमको बिमार चट्टै भनिदिने कि यहाँनिर कसैलाई बसाएर गर्ने होइन यो यस्तो यस्तो किसिमको बिमार हो यो यस्तो यस्तो किसिम छ यसको शरीरमा यस्तो यस्तो आएको छ भनिदिने हो फेरि त्यहाँनिर बल्ल फेरि बादमा एउटा एउटा चलाउने हो तब मान्छेले झाँक्री उतारेको छ भनेर त्यहीँबाट देखाउनुपर्छ हो यसो देखान त्यहीँबाट देखाने को कस्तो कस्तो बिमारी छ तीबाट बताए कुन चाहिँ कस्तो खालको बिमारी छ तीबाट सबै अनुहार हेर्ने हो झाँक्रीहरू पक्का अनुहार हेर्छ तिम्रो हेरेर बताउँछ कुन कस्तो कस्तो छ केले भेटेछ बताउने हो लडाइँ झाँक्रीको चेला शक्तिशाली हुनुपर्छ झाँक्री छ ल त्यो पछि हेर त्यो भन्यो राम्रो भन्यो हामीले हेर्दैछु पुरा कुलदेवी देउताहरू अरू राम्रो पुरा सत्य छ दुधको दुध पानीको पानी पक्का लटे झाँक्रीको चेला आफ्नो शरीर पनि कन्ट्रोल सब चिज कन्ट्रोल ल आफ्नो शरीर कन्ट्रोल सत्य आँगमा खेल्नुपर्छ शरीर हो यसरी खेल्न बहुत राम्रो अब 2टा निकाल्यो 3टा निकाल्यो बहुत राम्रो तब त लडाइँ झाँक्रीको चेला शक्तिशाली बन्छ आफै मैले पहिला भनेको थिएँ आस्ते आस्ते केटाकेटीको शरीरमा नि देवी देवताहरू अत्यन्त शक्तिशाली भएर आउँछ र उपचारहरू गर्छ भनेको थिएँ अब त्यो दिन आयो जब सत्य पहिला बुढो पाकाहरू झाँक्री निकल्छ अब देख्छ नि अब जति थियो त्यो पहिलाको बन्द हुन्छ त्यो गर्ने अब राम्रो राम्रो झाँक्री उत्पन्न हुन्छ भने थियो मैले हुनेछ राम्रो राम्रो झाँक्री उत्पन्न कन्ट्रोल आफ्नो पनि शरीरलाई ल अझ के छ हेर्दैन उतातिर मान्छेको अनुहार कस्तो छ पुरा हजुर के बिमार देख्छ तपाईँले बताइदिनु पर्यो पुरा बिल्कुल सही हो ल सही हो सत्य बताइदिने ल बहुत राम्रो हो यसरी निकाल्नुपर्छ रातभरि एउटा बिमार त्यहाँनिर बसेर त्यो हामी के गर्ने एउटाको लागि होइन रातभरि त्यस कारणले गर्दाखेरि अब परा यहाँ काने पोखरीमा एकदम लडाइँ झाँक्रीको यहाँनिर चेलाले दबदबा बनाउनु पर्छ नपर्यो राम्रो गर्नुपर्छ ल ताकि हेरोस् पहिला कस्तो भयो भनेर हेर्नुपर्छ अब कहाँ छ ल त्यसको बादमा पछि हामीले फेरि यहाँनिर खेलाएर ल्यायौँ ल अझ एउटा बिमारी चाहिँ कहाँ छ त्यो देखाउनु पर्यो लुकेर बसेछ बिमारी चल एउटा बिमारी छ जस्तो लाग्दैछ मलाई अझै कहीँ लुकेछ त्यो लुकेर बसेछ आधा कल्छ पुरा धामी झाँक्री भएको छैन आधा कल्च छ कहाँ छ कम्प्लिट भएको छैन
आधा कल्चो छ ल्याउने पस्नु ल्याउने आधा कल्चो भएको छ पुरा देवी देवता आने थियो पहिला बचपनमा त्यसको बादमा ती रोकिदियो ती बन्द भयो त्यो यो कालो बस्नु ल्याउने नै हो गोरु पक्कै भन्नुपर्छ है भन्नुपर्छ पहिला आएको थियो फेरि बन्द भएछ एकजना छ छोरा मान्छे साथी है ल ल ल ल ल ल ल ल ल अब टक्कै अब एकछिन देवी देवतालाई यसो 5 मिनट होइन 2 मिनट यहाँ यसो आफूलाई शरीरलाई उयो गर्ने आफू अलिकति रिल्याक्स गर्ने हो फेरि देवी देवता चल्ने सबै शिक्षा गर्नुपर्छ गुरुले ल एकछिन 5 मिनट रेस्ट गर फेरि त्यसको बादमा फेरि लड्नुको लागि तयार हुने हो कि होइन त्यो धामी झाँक्रीको मेलो हो यो अब बिसाउने मेलो लोइ एकछिन बिसाउँदैछु भनेर फेरि त्यहाँ त्यता चर लोइ गुरुबा एकछिन म बिसाउँदैछु है भन् त्यसको त सास लिनु सक्छ त्यसको बादमा पानी सानी गरम पानी त्यो हावा गरेको अलिकति खानु सक्छ राई लिम्बूमा स्याउनु भन्छ रक्सी खान्छ तँले चाहिँ पानी खानु सक्छस् हो कि होइन राईले म सौकुन भनेर खान्छ हो कि होइन गल्ती भने हो कि होइन तँले चाहिँ गरम पानी खानु सक्छस् मैले तँलाई आज बोलाएर आएको छु पुरै बस्नु पछि चारै दिशा साँची राखिकन बोलाएर आएको छु खेल्दै आइज सबै बिगार्छु भनेर खेल्दैन आएको त सबै सरीमा त खेल्दै आउनुपर्छ किन बिगारिस् भन् किन बिगारिस् होइन त्यसलाई मनमा नै अब आँखा चिनेर मलाई किन बिगारिस् यसो भनेर आफै गाली गर्नु त मनमा आफै भन्नु मलाई बिगार्ने को मेरो देवी देवताहरूलाई रोकिदिने को भनेर गाह्रो गाली दिनु मनमा नै भाइ त्यो चार्जर त्यो भित्र राखिदिनु त्यहाँ खोलेर कि बाहिर चार्जर छ मलाई किन बिगारिस् भन्नु त मलाई किन बिगारिस् तैँले मेरो किन बाटो छेकिदिस् भन्नु त किन बिगारिस् किन मेरो बाटो छेकिदिस् भन्नु किन बाटो छेकिदिस् भन्दै आउनु मन भन्ने तँलाई के चाहिन्छ तँलाई के नपुगेको भन्नु तँलाई के नपुगेर मलाई मेरो बाटोहरू छोडिदियो भन्नु किन सोध्दै जानु मेरो बाटोहरू किन छेकिदिस् भन्नु तँलाई के चाहिएको किन भन्दै आउन तँलाई चाहिने चिजहरू सबै दिन्छ तर मेरो बाटो छोडिदियो भन्नु मेरो बाटोहरू छोडिदिए भन्नु त्यसलाई आफै बोल्दै आउँछ तर गाली दिनु मेरो बाटोहरू रोकिदिएको छेकिदिएको छ तँलाई के सामानहरू चाहिन्छ तेरो बाटोहरू हटाउनको लागि मेरो देवी देवताहरू जो आउनु छ त्यसलाई खुल्ला गरिदियो तेरो सामानहरू सबै हामी दिन्छौँ भन्नु ल त्यसो भन्दै आउनु खेल्दै आउनु डर गाली दियो आउनु त्यसलाई मेरो बाटोहरू छेकिदिएको सबै बाटो छेक्नेहरू के चाहिन्छ सामानहरू सबै सोधिसक्यो आउनु त्यसलाई सबै सामानहरू सोध्ने मलाई बिगारेको तेरो सामानहरू के चाहिन्छ रगतहरू चाहिन्छ कि कुखुराहरू चाहिन्छ कि त्यसलाई के चाहिन्छ सबै दिन्छ तर मेरो बाटो चाहिँ खुल्ला
त्यो बाटोहरूलाई हटाइदियो भन्ने भनौँ। ल छिटो छिटो खेल्दै आइजाउँ सुधा कति साल भयो त्यसलाई रोकेको भन्छु? कति साल भयो लु भन यसलाई रोकेको कति साल भयो तैँले? लु भन्दै भन्दै आइज कति साल भयो? यसको देउतालाई रोकेको कति साल भयो भन्? देउतालाई रोकेको कति साल भयो लु भन। खेल्दै खेल्दै आइज नठग्यो भन्दै भन्। नठगिकन भन्नुपर्छ। देउताको नाम छलकपट नगरिकन भन्। देउताको नामहरू छलकपट नगरिकन भन्दै आइज। के सामानहरू चाहिन्छ सबै कति साल भयो यसलाई बिगारेर? कति साल भयो? कति साल भयो यसलाई बिगारेर? 6-7 साल 6-7 साल भयो। खेल्दै खेल्दै आइज कति साल भयो बिगारेर? 10 वर्ष पैसा गर 10 वर्ष पैसा गर। किन बिगारिस् भन्? किन बिगारिस्? अरू केही जेमा पनि देवी देउताको बाटो छ जित्दैन। यसको छोरालाई पनि मैले बिगारेको। तैँले नि बिगार्नु। छोरालाई त के गरेर बिगारेको? छोरालाई त के गरेर बिगारेको? अनि यो रुनी भएले त्यसको छोरा हुन्छ नि त। अनि त्यसको छोरा बिरामी भयो भने अनि यो रुदिन त। हुन्छ त्यो त हुन्छ। पक्का भयो मेरो चेला? ओके हो भएछ पक्का हो नि? हो कि होइन? यसरी कसैले बगाउन सक्छ? दामी जाँगरले सक्दैन? कसैले प्रत्यक्ष बगाउन सक्छ? सक्दैन हो कि होइन? देख्नु भयो नि अहिले त हो कि होइन? कि यस्तो पनि हुँदो रहेछ दामी जाँगरहरू। ठिक छ नि त जानुपर्छ। अब चाहिँ त्यहाँ आगे बढ्दिन्न म आगे बढ्न दिन्न किनकि स्टोरी म निकाल्दिन्न। ल अब तिनीहरू रोक्नुपर्छ ती बस्नुपर्छ रोक्ने त्यसलाई रोक्ने आगे